अब एकचोटि यो भिडियो हेर्नु है त। यो भिडियोमा चाहिँ यो 4वटा होलबाट चाहिँ एकदम क्रस गर्न 5वटा होलबाट क्रस गर्नुपर्ने हुन्छ। साथीभाइले चाहिँ क्रस गर्न सक्छ सक्दैन हेर्नु है त एकचोटि। ओके, सिम्पल थियो, यो पनि सिम्पल भयो। मिडियम, ओके, छिरेको छ, सानो रहेको छ यो होल, सक्ला त। ओके, यसबाट पनि पास भएको छ है त। लास्ट होल रहेको छ, गाह्रो छ यसबाट छिर्दा, टाउकै छिर्दैन। कसरी छिर्छ? टाउकै छिर्दैन होइन, आधी शरीर त छिरिसक्यो है। हात छ क्या फलामै? ए अड्कियो 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 नि बा, अड्कियो अड्कियो। गिभ अप गर भाइ यार, गिभ अप गर। भयो भयो भयो, नगर अब, भयो, गिभ अप गर। भाँच्छ क्या फलामै? ओए 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 फला, ओए क्या तन्काएर क्रस गर है। हार्ड वर्क गर्ने हो भने, मेहनत हार्ड वर्क गर्ने हो भने होइन, सफलता अनिवार्य पाइन्छ क्या। एउटा यो साथीले चाहिँ हार्ड वर्क गर्यो, लास्ट टाइमसम्म हरेस खाएन, गिभअप गरेन, त्यही भएर के गर्यो यसले चाहिँ यसबाट पनि क्रस हुनु सफल भएर विनर भयो है। त्यसैले जीवनमा चाहिँ हार्ड वर्क गर्न अवश्य अनिवार्य छ।